एकछिन मिनासान चुप्त माथि कुदासाई यो कुदासाई भन्ने शब्द तपाईले पक्कै सुन्नुभयो होला तपाईहरु यदि जापानिज भाषाको विद्यार्थी हुनुहुन्छ र तपाईले जापानिज भाषा पढ्नु भएको छ भने यो कुदासाई भन्ने शब्द तपाईले पक्कै सुनेको हुनुपर्छ यो कुदासाई सँगसँगै एकदमै बढी युजफुल हुने अर्को वर्ड हो ओनेगाइसिमास र यो कुदासाई र ओनेगाइसिमास दुवैको अर्थ उस्तै उस्तै हो कसैले केही कुरा हामीले रिक्वेस्ट गर्दा केही कुरा अनुरोध गर्दाखेरि नै यी दुई शब्दहरुको प्रयोग गरिन्छ अर्थ पनि उस्तै उस्तै भए पनि यो दुईटाको प्रयोग गर्ने ठाउँमा चाहिँ अलिकति फरक छ कस्तो अवस्थामा हामीले कुदासाई प्रयोग गर्ने र कस्तो अवस्थामा हामीले ओनेगाइसिमास प्रयोग गर्ने आज चाहिँ म तपाईहरुलाई चाहिँ यी दुई शब्दहरुको बारेमा चाहिँ जानकारी दिनेछु भिडियोलाई चाहिँ अन्तिम समय हेर्नु होला यदि फलो गर्नु भएको छैन फलो हान्दै हाल्नुस् है त फर्स्टमा हामी कुरा गरौँ कुदासाई यो कुदासाईको चाहिँ नेपालीमा अर्थ कस्तो हुन्छ नि कृपया दिनुहोस् अथवा कृपया गर्नुहोस् जस्तो अर्थमा बुझ्न सकिन्छ यो चाहिँ अब कस्तो भने अब हामीले अंग्रेजीमा प्लिज हैन भनिन्छ नेपालीमा अब अनुरोध गर्दाखेरि चाहिँ त्यस्तो किसिमको अर्थ दिन्छ अब यो कुदासाई चाहिँ भने कस्तो भने कसैले कुनै वस्तु वा कुरा माग्नको लागि चाहिँ सिधै रिक्वेस्ट गर्ने तरिका हो के तपाईले कुदासाई प्रयोग गरेर तपाईले किन्ने अथवा लिने वस्तुलाई सिधै औलाएर मागेको जस्तो हुन्छ के जस्तो तपाईले अब कोरेको कुदासाई भन्ने कृपया यो मलाई दिनुहोस् भनेको हुन्छ तपाईले जे सामान अथवा वस्तु तपाईलाई चाहिँ चाहिएको छ अथवा तपाईले चाहिँ माग्नु छ कसैलाई भने त्यो सामान अथवा वस्तुले देखाएर कोरेको कुदासाई यो कुदासाई भन्यो भने चाहिँ त्यो सामान चाहिँ मलाई दिनुहोस् भनेर अनुरोध गर्नको लागि चाहिँ मागेको जस्तो हुन्छ के अनि त्यसपछि अब यो कुदासाई भनेको फेरि भर्बको ते फर्मसँग पनि जोडेर प्रयोग गरिन्छ हैन कसैलाई चाहिँ कुनै कुरा गरिदिनुहोस् भनेर चाहिँ रिक्वेस्ट गर्ने बेला चाहिँ त्यो जुन कुरा गर्ने हो त्यो गर्ने कुरा चाहिँ ते फर्म बनाएर त्यसलाई पछाडी ते कुदासाई जोडेर पनि गरिन्छ र अर्को भनेको चाहिँ यो कुदासाई प्राय वाक्यको अन्तिममा प्रयोग गरिन्छ र एउटा वस्तु मागेर सकिने अवस्था छ भने त्यस्तो अवस्थामा नि हामीले यो कुदासाईको प्रयोग गरिन्छ जस्तो मैले भने अब मिजुओ कुदासाई पानी दिनुहोस् भने हैन अब मिजु सक्यो एउटा मात्रै वस्तु माग्यो नि त हैन मिजुओ कुदासाई भन्यो अनि जस्तो अब त्यो फर्ममा प्रयोग गरेर कसरी भन्ने मैले तपाईलाई भने बिरु नोन्दे कुदासाई बियर पिउनुहोस् प्लिज भने हैन बियर पिदिनुहोस् भनेर नोन्दे कुदासाई पिउने कुरालाई चाहिँ त्यो जुन वाक्य छ जुन क्रिया छ त्यसलाई चाहिँ ते फर्ममा लगाएर नोन्दे कुदासाई गरेपछि बियर पिदिनुहोस् प्लिज भन्ने भयो पछाडी चाहिँ कुदासाई जोडेपछि अनि कस्तो अर्को उदाहरण जस्तो मैले तपाईलाई भने के वा गोजिनी उचिए खाद्य कुदासाई भन्यो हैन आज चाहिँ 5 बजे घर फर्किदिनुहोस् हैन यसरी रिक्वेस्ट गर्दाखेरि चाहिँ पोलाइट वेमा के वा गोजिनी उचिए खाद्य कुदासाई आज चाहिँ घर 5 बजे फर्किदिनुहोस् भन्दाखेरि यसरी प्रयोग गर्न सक्यो हो नो कुदासाई मलाई किताब दिनुहोस् हैन यसरी आफुलाई चाहिँ कुनै वस्तु चाहिएको छ भने त्यो वस्तुलाई सिधै देखाएर फलाना यो कुदासाई त्यो कुदासाई भनेर माग्न पनि सक्यो कसैलाई केही काम रिक्वेस्ट गर्नको लागि चाहिँ त्यो कामलाई ते फर्ममा लगाएर ते प्लस कुदासाई गर्न सक्यो हैन यो चाहिँ अनुरोध गर्ने तरिका हो ल कुदासाईको चाहिँ यसरी प्रयोग गर्न सकिन्छ अब हामी कुरा गरौँ ओनेगाइसिमासको यो ओनेगाइसिमास भन्ने शब्द चाहिँ दुईवटा शब्दहरु मिलेर बनेको छ ओनेगाई र सिमास यो ओनेगाइसिमासमा ओनेगाई भन्ने शब्द नै यसको अर्थ नै अनुरोध बिन्ती कुनै बेला कृपया भन्ने लाग्छ हैन ओनेगाई भनेको त्यसैले चाहिँ यो चाहिँ कुदासाई भन्दा नि अझै पोलाइट अझै म्याच्योर र अझै सफ्ट सुनिन्छ अब यसको चाहिँ भाव पनि अलिकति फरक हुन्छ अब कस्तो भने कुनै तपाईले कसैले कुनै काम अथवा कुनै सेवा गरिदिनको लागि चाहिँ आग्रह गर्नु पर्यो एकदम पोलाइट वेमा भने त्यस्तो अनुरोध गर्ने बेला चाहिँ यसको प्रयोग गरिन्छ जस्तो तपाईले अब हैन होटल रेस्टुरेन्ट बुकिङ गर्ने बेला केही कुराहरु अर्डर गर्ने बेला अथवा तपाईले चाहिँ केही कुरा सेवा माग्ने बेला चाहिँ तपाईले चाहिँ ओनेगाइसिमासको प्रयोग गरिन्छ अब यो रेस्टुरेन्ट बुकिङ गर्दा अर्डर गर्दा हैन सेवा माग्दाखेरि त्यहाँ वस्तु मात्र हैन के यहाँ वस्तु मात्र छैनन् कसैलाई केही काम गर्नको लागि अनुरोध गरिएको हुन्छ ओनेगाइसिमासमा चाहिँ अब कस्तो बेला प्रयोग गर्ने भने यसको उदाहरण हेरौँ है त जस्तै तपाईले अब रेस्टुरेन्टमा खाना खानुभयो हैन बिल प्लिज भन्नु पर्यो भने तपाईले कसरी भन्नुहुन्छ ओ खाइकै ओनेगाइसिमास ओ खाइकै ओनेगाइसिमास हैन अनि त्यस्तै अर्को उदाहरण अब कोनो कोहियो मौ इप्पाई ओनेगाइसिमास भन्नु भने यो कफी चाहिँ अझै 1 कप दिनुहोस् प्लिज हैन कोनो कोहियो मौ इप्पाई ओनेगाइसिमास यसरी भन्न सक्नुहुन्छ तपाईको अब सामान हेर्दिनुस् अथवा मिलाइदिनुस् भन्नु पर्यो भने निमोचु ओनेगाइसिमास हैन निमोचु ओनेगाइसिमास भनेर चाहिँ यसरी भन्न सक्नुहुन्छ अब कस्तो भने दैनिक जीवनमा चाहिँ अब विशेष गरी पसल रेस्टुरेन्ट होटल हैन धेरै जस्तो अवस्थामा दुईटै प्रयोग गर्न मिल्छ बोल्ने शैली र भावमा फरक हुने हो कस्तो फरक हुन्छ भने कुदासाई भनेको चाहिँ वस्तु केन्द्रित भयो हैन वस्तु यो वस्तु मलाई दिनुहोस् भनेर चाहिँ त्यो थिंग्समा केन्द्रित हुन्छ ओनेगाइसिमास भनेको चाहिँ काम वा सेवामा केन्द्रित हुन्छ के कृपया यो काम चाहिँ मलाई गरिदिनुहोस् यो काम गरेर दिनुहोस्
भन्ने कुरा हुन्छ हैन। जस्तो तपाईलाई अब इन्टरभ्यु दिने बेला तपाईलाई जापानीले चाहिँ जिक्को सेखाइ हो ओसेते कुदासाई भनेर भन्नु र जिक्को सेखाइ ओनेगाइसिमास भनेर भन्नु कुरा एउटै हो हैन। तपाईलाई जिक्को सेखाइ हो ओसेते कुदासाई तपाईको आफ्नो परिचय बताउनुहोस् दिनुहोस् भने त्यो पनि रिक्वेस्ट गरेको। जिक्को सेखाइ ओनेगाइसिमास तपाईको परिचय चाहिँ अब तपाईले दिनुहोस् सुरु गर्नुहोस् भनेको दुईटै एउटै अर्थ लाग्यो के। त्यसैले चाहिँ कुन सही कुन गलत भन्ने हुँदैन। जस्तो तपाई रेस्टुरेन्टमा गएर तपाईले वेटर के रे अर्डर दिनुभयो हैन। तपाईले रेस्टुरेन्टमा गएर अब रामेनलाई देखाउँदै रामेन कुदासाई भन्नुभयो भने त्यो डाइरेक्ट रिक्वेस्ट भयो मलाई रामेन दिनुहोस् भन्ने हैन। अब तपाईले त्यसकै साटो तपाईले वेटरलाई बोलाएर वेटरलाई भन्नुभयो रामेन हो ओनेगाइसिमास भनेर भन्नुभयो भने त्यो पनि तपाईले रामेन अर्डर गरिदिनुहोस् भनेर वेटरलाई रिक्वेस्ट गर्नुभयो हैन। यसमा चाहिँ के भयो दुवै सही छन् तर सेकेन्ड वाक्यमा रामेन ओनेगाइसिमास भन्दाखेरि चाहिँ अलिकति बढी चाहिँ वेटरलाई चाहिँ सेवा दिनको लागि चाहिँ अनुरोध गरिएको जस्तो चाहिँ भाव देखिन्छ के। ल तपाईले चाहिँ कुदासाई र ओनेगाइसिमास यो दुईको फरक बुझिहाल्नुभयो हैन। यस्तै थप इन्फर्मेटिभ कन्टेन्टको लागि चाहिँ हामीलाई फलो गर्नु। मिनासान साइगो मादे मित्ते कुदासाई फोरोमो ओनेगाइसिमास।